वेलकम टु माई न्यू भ्लग होइन दादाको न्यू भ्लग सुरु भइसकेको छ। आजको दिन रहेको छ माघ 10 गते। म भर्खर 2 बजे उठेर 2:30 बजीतिर उठेर खाना खाएर टक्क बसिरहेको थिएँ। त्यति बेला मलाई मेरो साथीको फोन आयो होइन, साथी आउँदैछ हेर्न सक्नुहुन्छ। यिनीहरू गाइज अब यसले मलाई कहाँ लिएर जान्छ थाहा त होइन, त्यो पनि जानुपर्ने हुन्छ। अब चाहिँ टक्क बाटोमा जान्छ कहाँ अब चाहिँ हामी जान्छ कहाँ जाने यो अब यति नर्सिङ बनिहरू हो र कि अब चाहिँ हामी बाहिर जानुपर्ने हुन्छ टक्क बाटोमा बट्टा खाएर होइन। टक्क हामी चाहिँ कटिङ आइसकेको छौँ, यही नै हो कटिङ होइन। एउटा हो चाहिँ हामी चिया खानु पनि हुन्छ कटिङमा र सबैजना कटिङमा आउनु होला, चिया खानु होला र जानु होला। यही नै अब हाम्रो यहाँ एकदम इम्पोर्टेन्ट काम रहेको छ। हल्का सिक अनि देखिन नि त त्यो छैन, यति मात्रै देख्यो होला, यति अब चाहिँ हाम्रो यहाँ मिटिङ रहेको छ हाम्रो कोसँग। अन्तखेरि त्यो चाहिँ अलिकति सिक्रेट हो होइन। मिटिङ चाहिँ अलिपछि एन्ड भएपछि चाहिँ हामी तपाईँलाई भन्नेछौँ। त्यसको लागि गुड बाई। हामी चाहिँ कटिङबाट निस्किसकेको छ, म कटिङलाई चाहिँ बाई भन्नुपर्ने हुन्छ। अब चाहिँ म साथी घर जान्छु, त्यहाँबाट एउटा सामान लिएर चाहिँ ग्याजेट प्लस जान अब भयो भने के बाटोमा के भयो भने चाहिँ म बाटोमा भेट्छु, नत्र अब सिधै ग्याजेट प्लस गएर टक्क म चाहिँ साथी घर आइसकेको छु होइन। साथी घर चाहिँ यही होइन, पुरै बिल्डिङै त्यसको हो। खास यहाँ चाहिँ यो ब्लु हेभेन भन्ने चाहिँ सिक्युरिटी गार्डको कम्पनी हो। साथी चाहिँ माथि सामान लिन गयो, सामान लिएर आएपछि चाहिँ हामी टक्क अब ग्याजेट प्लसतिर जानुपर्ने हुन्छ। साथीको स्कुटी चाहिँ यही हो होइन, नयाँ हो एन्ट्रेको। अब चाहिँ यत्तिकै लाउहरू बस्न भन्दा चाहिँ एकछिन म यही बस्छु। अब साथी आउँछ अनि टक्क साथी आएपछि चाहिँ हामी अब बिस्तारै ग्याजेट प्लसतिर लाग्न पर्छ र म चाहिँ हजुरलाई ग्याजेट प्लस गएपछि भेट्नेछु। हामी चाहिँ ग्याजेट प्लसबाट आइसकेको छौँ, काम सकेर। त्यो काम चाहिँ अलिक भन्नुहुन्न, भन्नु न त है, मोबाइल रिलेटेड हो होइन। हल्का चार्जिङ पोर्ट चाहिँ सफा गर्नुपर्ने थियो, त्यो सफा गरिसक्यो। कसरी मोबाइलमा कसरी चार्ज सकिन्छ र, चार्जिङ पोर्ट हल्का भएको थियो, त्यो चाहिँ हामीले सफा गरेर आइसकेको छौँ। अब चाहिँ हामी यसो लेकतिर डुल्छौँ, त्यसपछि हामी लेकतिर डुलेको दिक्क भ्यू देखाउँछ हामीले चाहिँ होइन त। अड्के मात्रै यहाँ अड्केकै मात्रै यहीँ बल्ल निस्के केटाकोमा चाहिँ होइन। अब निस्केपछि चाहिँ टक्क अब यहाँ लेक हेर्नुपर्छ, लेक भ्यू टक्क बाटोमा चट्ट बाटोमा लाएर भट्टा खाएर त्यो नै हो। अब चाहिँ हामी एकतिर गएपछि भेट्नेछौँ बिचमा। हामी चाहिँ लेक साइड गएर अघि चाहिँ लेक साइड गएको थियौँ होइन। लेक साइड पछि चाहिँ मेरो चार्जमा चाहिँ फोनमा चाहिँ चार्ज सिद्धियो, भर्खर चार्ज गरेर आएको छु। र एउटा खतरा न्युज भनेर त म कसो गर्छु होला, एनी गेस म छु आलेको घरमा। अब चाहिँ हामी कहाँ जाने बस पहिला शिव बाबुले लिन, पहिला शिव बाबुले लिन जाने, त्यसपछि 500को पेट्रोल हाल्ने, अनि त्यसपछि चाहिँ हामी टक्क बिरानलाई लिएर चाहिँ हामी चियाबारी जान्छौँ। आजको भ्लग चाहिँ चियाबारीतिर हुन्छ खोकापारामा। अनि अब चाहिँ हामी निस्किन लागेको छौँ। म चाहिँ हजुरहरूलाई शिवको घरमा गएर भेट्ने छु। टक्क हामी चाहिँ शिवको घर आइसकेको छौँ। अब चाहिँ शिवलाई उठेर पेट्रोल हाल्न जानुपर्ने हुन्छ। पेट्रोल वेयर इज शिव चाहिँ त्यहाँ होइन, छिटो गर न, कति ढिलो गरेको हो। ओ माई गड, सुज हेर्न सक्नुहुन्छ केटा होइन। त्यही नै गरी अब चाहिँ हामी कहाँ जाने बस, 500 छिटो आएछ न, 500को पेट्रोल हाल्न जाने हो। कतिको पेट्रोल हाल्ने अरे त्यहाँ चाहिँ अरू छोडिदिने हो, अनि त्यसपछि बिदान लिन जाने हो अब्ली पारामा, त्यसपछि म पेट्रोल हाल्न जान्छु। अनि पहिला शिवलाई माना छोड्ने। यस ब्रो। त्यसपछि हामी चाहिँ अनि शिवलाई छोड्ने गएपछि टक्क हामी चाहिँ अनि शिवलाई छोडिन्छ। शिवरमा चाहिँ चियाबारी हुन्छ, अनि त्यसपछि चाहिँ आले चाहिँ बिदाना छोड्न जान्छ। स्याले भन्न थालेको गरेको छिटो बस। अब चाहिँ हामी पहिला चियाबारी जान्छौँ। पहिला उताको त्योमा होइन है, कहाँ उता के त्यो पैसा निकाल्न ठाउँमा कि त्यो पैसा निकाल्न किन पैसा निकाल्नु अनलाइनतिर न एउटा हामी चाहिँ पहिला चाहिँ निकाल्ने यसले इसेबाट पैसा निकाल्ने ठाउँमा जान लागेको छौँ। यसले फेरि भुलाएको हेर्न सक्नुहुन्छ गाइज, यो चाहिँ म हो।
you're handsome blogger. And guys, गए बोली नि हो हैं कति जिग्ने हो 10,000 अबे म गएर आएँ मम्मी 10 रुपैयाँ भन्छ क्या हो कि 10,000 भने हो 10,000 के दिने 10,000 ल्याउ त तेरो अनलाइन हो साथी मैले फेरि क्यास क्यास बोकिरहनु हो कि आजकल त फेरि हो म अनलाइन हालिहाल्छु तिम्रो फेरि अनलाइन हाल्दैन भने टेन्सन हुन्छ यही नै गाइस अब चाहिँ हामी कहाँ गएर भेट्ने भन्दाखेरि चाहिँ मनिवाल हस्पिटल गएर भेट्ने चियाबारी गएर भेट्नुपर्छ है त ल पैसा चाहिँ ल है पैसा चाहिँ निस्किएको छ कतिको हाल्ने 7,000 को त पेट्रोल अट्दैन हौ यसमा हालिदिउँ पैसा मलाई मेरो फोटोमा हाल न लिकेरीहरूको मुखमा लगेर हामीसँग चाहिँ पैसा टन्नै आइसकेको छ होइन पेट्रोल चाहिँ अब 500 खै 600 को पर्ला जस्तो पेट्रोल चाहिँ अब किनकि अब चाहिँ शिवले मनिपाल हस्पिटलमा चाहिँ आफ्नो माइतीलाई कति छ नियममा पैसा पैसा छोडेर चाहिँ हामी अब चियाबारी जानुपर्छ चियाबारी कसै भेट्नुपर्छ है त ल वैश्री बोले के बोल्यो मलाई थाहा छैन है त ल हामी चाहिँ गइसकेको छौँ चियाबारी गएर चियाबारी अनि केटा यो नि हो चियाबारी चाहिँ यहाँ सक्नुहुन्छ यो चाहिँ चियाबारी नै हो केटा होइन उयो इन्डियन एक्टर हो यहाँ चाहिँ के गर्नु अब सिट भइरहेको छ बस्ने का हुँदैन है नो यहाँ ठाउँमा ल्याएर त यहाँ एकजनाको मात्र सिट रहेछ यहाँ बसौँ न कुन्नाकोमा एकजना मात्र बस्ने मात्र छोडिदियो त्यहीँ यहाँ बस्छ मेरो एकछिन त्यही बस्नु के भन्नु एकछिन बस्नु यहाँ यहाँ बस्नु कि एकछिनमा अलिक पर्दैन क्या छोडिदियो अहिले खाली हुन्छ नि यहाँ मन्दिरसम्म त ल केटा हामी चाहिँ कहाँ आइसक्यौँ हामी हाम्रो के कुरामा कम्प्लिट भएको हाम्रो के कुरामा कम्प्लिट हाम्रो मेन कन्टेन्ट भनेको चाहिँ अब चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ विधानलाई प्राङ्क गर्ने सोचिरहेको छौँ होइन प्राङ्क चाहिँ कस्तो हुन्छ भने चाहिँ हामीले विधानको फोन लिनेछौँ फोन होइन फोन त कमाउनु चाहिँ त्यसले थाहा भइहाल्छ के लिँदा नि अनि केही लिएर त हामीले ढुकाइदिन्छ मैले अट्टाइदिने हो खोक्का भाँडामा होइन म त दिनु तर्बाइदिने हो तिमीलाई नेपाली बोल्न नआउँदो रहेछ टक्क अब चाहिँ हामी कसरी भेट्नुपर्छ एकछिनमा चट्ट पारामा टक्क हामीसँग चाहिँ आले उपस्थित भइसकेको छ विधान आइसकेको छ विधान स्पो हान्न न भेट्ने छु म चाहिँ अब होइन आउनुहोस् है चियाबारी आउनुहोस् है तिमी जान्नौ किन पुण्य बहिनीले बोलाएको अनि घर कसरी जान्छ त नि घर त पुण्य बहिनीसँग गइहाल्छ ए ल केटा भेट्दै गरौँ ल अब वाइ रोक न ल दोस्त ल केटा हामी चाहिँ घर जानु फाइनली बाहिरबाट घर आइसकेको छु अब चाहिँ म यसो भात बसाउन लागेको छु मैले चाहिँ होइन आम भेरी गुड गाई म चाहिँ भात सात बसाल्छु अनि त्यसपछि यहाँ अब फ्रिजबाट दुध निकाल्न पर्ने हुन्छ फ्रिजमा हाम्रो एकदम भरिभरि फ्रिज अझै मिठाई चाहिँ कसले ल्यायो एकछिन यति गाई चाहिँ हामीसँग हाम्रो घरमा मिठाई आएको छ मिठाई चाहिँ म यसो अनबक्सिङ हान्छु अब चाहिँ यो गाई अब चाहिँ अरू केही छैन अब चाहिँ घर आइसकेको छु मिठाई ओ सेट सुमा स्विट होइन एउटा मिठाई चाहिँ खाने पर्ने हुन्छ कुरान यो चाहिँ खान्छु म चाहिँ होइन अर्डर फिटर आइदिन्छ हो मैले चाहिँ दुध निकाल्न लागेको थिएँ दुध चाहिँ निकालिसकेको छु अब चाहिँ भात बसेर टक्क दुध निकाल्छु म अनि म चाहिँ एकछिनपछि भेट्छु है त ल भिडियो त होइन म चाहिँ घरबाट गएर नि लागिरहेको छु अब त फेरि चियाबारी जानु लाग्छ चियाबारी भन्ने पहिला साथी खेर जाने हो चियाबारी साथी पहिला हेर्नु कस्तो भिड छ यार साइडको भिड भयो कि यहाँ त हामी फेरि घरबाट निस्किसक्छ एकजना लावारी छ साथी क्याफे जान्छ साथी क्याफेबाट अनि चियाबारी फेरि चियाबारी लम्राट केही भनिदिनु पर्यो उता जानु लाग्यो साथी क्याफेमा साथी क्याफे जानु लाग्यो ल उ चाहिँ पोखराको चलफले यतिको अगाडि ठिक्क बस्नु पऱ्यो कति बज्यो कति बज्यो यार
8 बजिसक्यो क्या दोस्तै? 8:11 भइसक्यो टाइम 8:11 भइसक्यो, टाइम चाहिँ 8:11 भइसक्यो। अब के भन्ने यस्तै छ। 8 बजी नि कस्तो प्याक भएको र त यताबाट हालिदिनु नि दोस्त, यताबाट गल्लीबाट होइन तल गल्लीबाट। अब साथी क्याफे गएर अनि भेट्ने छौँ ल ग्याङ ग्याङ। हामी अब के भन्छ अरे साथी क्याफेमा अब मलाई चाहिँ साथी क्याफे कहाँ भन्दाखेरि ट्याक्सी यो गल्ली यो ट्रेड मलको साइडको गल्लीमा साथीले छोड्न त्यही भयो नि अरू छ हाम्रो साथीहरू। त्यही भएर अब चाहिँ हामी आइपुग्न लागिसकेका छौँ। उयो क्याफे चाहिँ कता गयो नोभेम्बर भन्ने स्नोगर हाउस। उयो स्नोगर हाउस स्नोगर खेल्न मन लाग्छ भने यहाँ हुन्छ। केटाहरू के गर्नु क्याफे चाहिँ यही हो स्नोबर्ड। ल अहिले मात्रै भेटौँ बाई बाई ग्याङ। म त्यो साथी क्याफेबाट निस्केको छु। कस्तो भयो हाम्रो साथीको क्याफेमा सेसन? दामी। त्यहाँभित्र चाहिँ म्याच चलिरहेको होइन, बाजी चलिरहेको 780 रुपियाँको। 14 जुस एउटा हातमा त एउटाको एउटा 700 त भयो नि, एउटाको 700 आयो नि त। त्यहाँदेखि जब चाहिँ म घर जान्छु, घर गएपछि चाहिँ म टक्क के गर्छु मलाई पनि थाहा छैन होइन। अनि म चाहिँ अब भेट्ने छु सायद लगभग म घर गएर नै भेट्छु हजुरहरूलाई होइन। ए रोग न है रोग ल केटा म चाहिँ अब घर गएर भेट्छु है त ल केटा हो। म चाहिँ घर आइसकेको छु। घर भात मिटिङ राइस यहाँ चाहिँ फिल्म चलिरहेको छ टक्कमा आइन सक्नुहुन्छ। अब चाहिँ म भात खान्छु अनि त्यसपछि गुड नाइट भन्छु। तपाईँलाई भेट्नेछु अर्को ब्लगमा। त्यसलाई गुड बाई।